जेन्जी आन्दोलनपछि शेरबहादुर देउवाको टाउको फुट्नु र अहिले नेपाली काङ्ग्रेस दुई टुक्रा हुनु केही पनि फरक छैन के। यो सबैको परिणाम त्यही सिरे नै हो। त्यसले हामी सुझासाझा जनताको पसिना लुटेर घरभरि पुरै पैसा थुपारेर जेन्जी आन्दोलनपछि त्यो छरप्रष्ट भएर जल्यो, सकियो, पर्दाफास भयो भ्रष्टाचारको। अहिले जुन गगन थापाले विशेष महाधिवेशन गरेर काङ्ग्रेसलाई टुक्राए, धेरै त्यो भ्रष्टहरूले चाहिँ नराम्रो काम गर्यो यो गगनले भनिरहेका छन्। तर मेरो विचारमा चाहिँ चाहे तपाईँ एमाले, काङ्ग्रेस, माओवादी, रासोपा जुनसुकै पार्टीको कार्यकर्ता हुनु, नेता हुनु, जेसुकै हुनुहोस्, तर कसैले राम्रो काम गर्छ, भ्रष्टाचार विरुद्ध लड्छ, देश र जनताको लागि केही गर्छु भनेर अगाडि बढ्छ भने त्यसलाई साथ सपोर्ट दिनु एकदमै जरुरी छ। गगन थापाको जुन आँट, भरोसा, आत्मविश्वास, दृढ सङ्कल्पका साथ अघि बढेका छन्। मेरो विचारमा चाहिँ म नेपाली काङ्ग्रेसको कार्यकर्ता नभए पनि, कुनै पार्टीको सँग संलग्नता नरहे पनि मलाई चाहिँ यो गगन थापाले गरेको कार्यमा चाहिँ एकदमै 100% सहमत छु। गगन थापाले जुन विशेष महाधिवेशनका मार्फतबाट आफू अब नेपाली काङ्ग्रेसको सभापति भएका छन्, त्यसका लागि पनि गगन थापालाई धेरै धेरै बधाई छ। र यो गगन थापाले के पनि भनेका छन् भने अब काङ्ग्रेसभित्रबाट जुनसुकै व्यक्ति पनि दुईचोटि भन्दा जीवनकालमा प्रधानमन्त्री हुन नपाउने गरी नियम लागू गर्नेवाला छन्। त्यो पनि एकदमै राम्रो कार्य हो। अनि यो भ्रष्टाचार विरुद्ध लड्नुपर्छ भनेर आफ्नै पार्टीका सभापति विरुद्ध यति जोडजाडका साथ लागि परेर यो पार्टी नै फुटाउनुमा गगन थापा लागि परे, जुन सक्सेस पनि भए। यसका लागि नेपाली काङ्ग्रेसका यी अहिलेका नवनिर्वाचित सभापति गगन थापालाई धेरै धेरै बधाई छ। एकदमै राम्रो काम गर्नुभएको छ। यस्तै राम्रो काम गरेर अगाडि बढ्नुहोस्। यो भाषणमा मात्रै सीमित नहोस्, यो व्यवहारमा पनि लागू होस् भन्ने म कामना गर्न चाहन्छु।